सेवारो गुड मर्निङ सम्पूर्णमा। अहिले चाहिँ म योग गर्न जाँदैछु। अनि जो मानिसहरूलाई मैले अध्ययन गरेँ र आफूलाई अध्ययन गरेँ, जहिले पनि स्वार्थी मान्छेलाई चाहिँ चिन्यौँ है। जीवनमा सुख चाहिन्छ र समृद्धि चाहिन्छ भने, तर स्वार्थी मान्छेलाई चिनेर उहाँहरूबाट दूरी कायम चाहिँ गर्नुपर्छ। जीवनलाई एकदम अगाडि लानु छ भने क्या, उहाँहरूले नै हो मान्छे कस्तो हुन्छ भनेर पहिचान गर्न सिकाउनुहुन्छ क्या। मैले यस्तो स्वार्थी मान्छेहरूलाई भेटेको छु मेरो लाइफमा। त्यस्तो मान्छेहरूलाई फेरि भेट्नुहोस् यो प्रार्थना गर्छु। भेट गरे पनि उहाँहरूलाई मैले जस्तो पहिला सहयोग गरेको थिएँ त्यस्तै सहयोग गर्ने अवसर मिलोस् है। तर त्यो फ्युचरमा चाहिँ स्वार्थी मान्छेले यस्तो पाठ पढाउँछ, सायद त्यो कुनै पाठशालामा त्यस्तो पाठहरू मैले सायद पढेको थिइनँ होला। अनि स्वार्थी मान्छेबाट चाहिँ म के सिक्छु भने, सायद उहाँहरूले जीवनको त्यो तथ्य सत्यलाई बुझ्नु भएको छैन जस्तो लाग्छ क्या। यो मान्छे स्वार्थी छ नि, उहाँहरूले छटिक कुरालाई छटिक त्यो पललाई मात्रै सम्झु जस्तो लाग्छ क्या। हामी यो जीवनमा अगाडि बढ्ने क्रम र धेरै गर्ने क्रममा हामीलाई एकअर्का चाहिन्छ क्या। त्यही हो, जो स्वार्थी छ उहाँहरूको सहयोग गर्ने अवसर सधैँ मिलोस्। अनि अहिले म यो गर्ने ठाउँमा आइसकेँ। सबै अघि आइसक्नुहुन्छ, एकदम छिटो हुनुहुन्छ हाम्रो ठाउँको व्यक्तिहरू चाहिँ। हाम्रो उहाँ चाहिँ जेन्दार, हाम्रो ठाउँको एकदम मिहिनेती बच्चा यहाँ सबै हुनुहुन्छ। एकदम जोडसँग अनुलोम गर्नु हुँदैन, बिस्तारै तान्ने, बिस्तारै छोड्ने। अब यसमा सुट बनाउनु पहिला, अब त्यसमा चाहिँ अलिकति कालो नुन अनि अहिले चाहिँ योगा गरेर आइसकियो। त्यही हो, सधैँ स्वस्थ रहनुहोस्, सधैँ खुसी रहनुहोस्, सधैँ प्रार्थना गर्नुहोस् आफ्नो लागि र अरूको लागि। कहिले आफू स्वार्थी नहो र अरू स्वार्थी मान्छे छ भने पनि उनीहरूको स्वार्थ बिलिनुहोस्। त्यही कसै स्वार्थी छ भने उनीहरूको छत्र छाया पनि आफ्नो जीवनमा नपरोस्।